पुर्यायो अहिले उसँग अमेरिकाको जस्तै यान छ 65 वर्ष लगाएर हामीसँग जम्मा एक फाँट संविधान छ। संविधान हुँदाहुँदै पनि यो देशमा खेलाडीलाई दाउ मिलेको छैन, व्यापारीलाई भाउ मिलेको छैन, गरिबलाई साउ मिलेको छैन। हामीले त लङ्का जवान केटाहरूलाई बेला बेला पैसा दिने उपयुक्त खालको भाउ मिलेको छैन। बच्चाका पोषणका समस्या छन्, महिलाका शोषणका समस्या छन्, गाउँ गाउँमा नुनको समस्या छ, अदालतमा कानुनको समस्या छ। समस्या जिउका तिउ जस्तो लाग्छ, सम्झिँदा समातेर तिउ जस्तो हामीलाई त्यस्तो लाग्छ। के गर्ने अब यो युवाहरूको जोस जाँगर उल्टा शक्ति सधैँ गरिरहने त केही पनि छैन, तर जहिलेसम्म ऊर्जा शक्ति रहन्छ आफ्नो परिवारको खुसीको लागि, आफ्नो स्कुलको नाम उच्च राख्नका लागि, आफ्नो इज्जत जोगाउनका लागि, समाजको विकासका लागि यहाँहरूले खर्च गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। र मैले अरू अन्तिममा के भनौँ, अन्तिम त केही पनि हुँदैन, मैले त भर्खर सुरु गरेँ जस्तै लागिरहेको छ। बाल उद्धारले मलाई पनि एउटा नवीकरण हुने यो अहिलेको समयमा मलाई नवीकरण हुने मौका दिएको छ। र बाल उद्धार मात्र होइन, बालबालिका दुईटैको लागि उद्धारको लागि पनि यो संस्था हो। म यो विश्वास व्यक्त गर्न चाहन्छु र माइकको लागि पनि धन्यवाद।